स्वागत छ तपाईहरुलाई हाम्रो अहिले चाहिँ हाम्रो रेस हाल होला म त चाहेको छुइना गाइस नमस्ते सेवा फेरि पनि स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा फेरि पनि आइसकेको छौं हामी तपाईहरुको सामने न्यू भिडियो एन्ड भ्लग लिएर साथीहरु आज चाहिँ म बिहानै उठेको छु किनकि आज चाहिँ हामी हाइकिङ जाँदै छौं नि त खाजा रेडी गर्न जान्छु गाइस फेरि फेटोमा हिँडेपछि ओके गाइस हामी चाहिँ ठ्याक्कै अब घरबाट पनि निक्लिसकेको छौं कि गाइस अब अघि यताबाट हो अघि राति उठेको मान्छे अहिले चाहिँ एकदम बिहान भइसकेको छ यहाँ साकै त्यो उकालोहरु सम्झिन्छु कस्तो रुनु लाग्छ कि मलाई स्वागत छ सबैजनाले सेवा नमस्ते गुड मर्निङ यहाँबाट चाहिँ हामी तीनजना छौं तलबाट चाहिँ अंकलहरु हुनुहुन्छ अंकल बुनु भाउजू को हुनुहुन्छ हैन त्यो पनि थाहा छैन अनि एउटा कुरा के गाइस भावनाको लागि है यो भिडियो चाहिँ भावनाले हेर्दैछ भने यो भिडियो अब हेर भावना अब भावना तैले चाहिँ हामीलाई के सोचेको थिइस् भन त भन अनि भावनाले त लास्टै झोगा दियो नि त चाहिँ कहिले जाने म धरन जाने बेला भइसक्यो छिटो जाऊँ न सल्लाह गर न भन्थ्यो अस्तिको दिनसम्म जाने भएको खुब त्यसको साथी नगएर नगा गरे हामी चाहिँ के यस्तै हुँदैछ के मान्छे ल ल ठिक छ भावना तँलाई यही हो डाइलग बाई गाइस बेहाल भयो बेहाल अरु चाहिँ तल पुल पुगिसकेको रहेछन् हामी चाहिँ एकदम लेट भयो अब त हामीलाई त पाइ गर्छन् के अरु चाहिँ यहाँ तल पुलमा रहेछन् अब जुम गर्नु पनि मिल्दैन यो दुईजना चाहिँ एउटा लट्ठा रहेछन् हिँड्नै नसकेर त्यहाँ बिस्तारी आइरहन्छन् के आजको दिन चाहिँ के कस्तो हुन्छ हेर्नु होला हैन लास्टसम्म हेरेर साथ दिइराख्नु है त लह धानहरू झुलिरहेछ यता चाहिँ लह भन्दा पनि ढलेर सोहाप यो चाहिँ हामी राउ खोलाको पुल तरीमै टक्का लाएर गाइस टक्का लाएर तरियो कस्तो हल्किन्छ काम यहाँ चाहिँ दुवालो छेकिसकेछन् कि सो स्याहार खतरा माछा मारे जस्तो छ यार हिजो भर्खर छेकी जाने डोकाहरू चाहिँ छ त हामी अर्को पुल तरीमै फेरि सम खोलाको पुल गाह्रो पर्यो ल थोडा सुगा स्वागत छ तपाईहरुलाई हाम्रो यो मेरो नेल पोलिस दिदी हुनुहुन्छ यता आफरिन के खबर बोलाउनु लिनु भएन छ ए बजाउने हैन फेरि डान्स हान्नु पर्यो नि डान्स गिल्ला बेटी सानो छ छोराभोरी अनि त्यो बिना त पावर चाहियो नि त आयो चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ है अब उकालो बाटो बल्ल रोट आइयो यहाँ खै सुगाहरू कहाँ छ हो हामी चाहिँ यता छौँ मैले सुगाले बोकिरहेछन् झोला सो स्विट भइरहेछ नि त शान्त हेलो आफरिन गाह्रो हो र मुझे कुछ नहीं पता दिप्सी सुलाई पुग्यो त्यही हो म खासै बोल्दिनँ कि गाइस अब चाहिँ हामी फेरि ठाडो लाग्नु थाल्यौँ है ठाडो यो माथिको डाँडा जानुपर्ने हुन्छ है गाइसहरू गाइसबाट यता गयौँ अलमा लिएर फेरि फर्केर आन्टी घारी यहाँ म र आन्टी चाहिँ घारी पछिमै माछन् होला देखेन भने त यहाँ आबै प्यारो हाय सबैजनालाई सटेर हिँड्दा फटेर हाई व्हाट्स अप गाइज मेरो भ्लगमा तपाईहरुलाई स्वागत छ म राम दाई तपाईहरुले मेरो YouTube च्यानललाई माया गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट ठोक्नु नभुल्नु होला एकले अर्कालाई शेयर गर्नु पनि नभुल्नु होला एकले अर्कालाई साथी बनाऊ माथि गएर ट्याप गरौँ चस्मा आयो
हेलो गाइजहरु कस्तो हुँदैछ प्यारट अनि आज गर्मी हुँदैछ गर्मी भयो रमाइलो भइरहन्छ कि चुई गम चबाउनु झन् रिस उठेन म त रिस उठ्यो त मलाई त रिस उठ्यो है चुई गम चबाउनु पनि दुईपट्टिबाट भिडियो घन्काउने आमा बब्बाल लाग्थ्यो र भिडियो हाम्रो चाहिँ यहाँ पुसीले बाजा गाजा अब बजाउनु लागेको बजाउँदै जाने हो ओफ अब यहाँ चाहिँ टक्क लगाएर यसो चिसो खानु पर्ने हुन्छ है गाइजहरु चाहिँ हाम्रो चाहिँ यहाँ अब चिसो खाने व्यवस्था भइसक्यो यहाँ खोइ जाँड खान्छु डिउ खान्छु म सब खान्छु पुगो कि खाने बाटो हो दुईटा निखान उयो शान्ताको छोरा मागेको आज बिहान केही नखाइहिँड्नु भएको होला नि जस्तो त म भुटीमाम गरेर मेरो छोरा उठाउनु गएँ अब चाहिँ हामीले 1 नम्बरमा चाहिँ यो हाम्रो राष्ट्रिय झण्डालाई साथमा लिएर हिँड्नु पर्ने हुन्छ मान्नुपर्छ पार्टी र दलको भनेको चाहिँ अब बिस्तारै बाई बाई राष्ट्रिय झण्डालाई अहिले हामी फेरि बिसाइमा यस्तो पाहाडहरू छ देख्न सक्नुहुन्छ गाह्रो छ हौ गाह्रो छ यहाँ बिसाउँदै जानु पर्यो हुन्छ कि अब चाहिँ हामी फेरि यात्रा गर्नु पर्ने हुन्छ है गाइस सो स्याड हुनुहुन्छ हाम्रो सुगा हेलो सुगा कस्तो हुँदैछ एकदम गाह्रो हुँदैछ हो बा हामीले यो माथिको डाँडा सब यस्तो फ्यात्राक रहेछन् म पनि फ्यात्राक भएँ म यस्तो फुर्तिलो रहेछु यार के छ मेरो हिरो जिरो छ सुरु हाम्रो फेरि हिँडाइ मचिने भयो यो चाले नै हो कि उठ्ने बित्तिकै झ्याङ झ्याङ हिँड्नु हुँदैन त के हुँदैछ अरे झ्याङ हुन्छ तनक्कै अब चाहिँ हामी फेरि यात्राको क्रममा छौँ अब हाम्रो यात्रा जाने छ एकदम अब चाहिँ हाम्रो फेरि यात्रा यहाँबाट आफ्नो गन्तव्यतिर सुरु लागेको छ सबै नानीहरू एकदम एक्टिभ छ कसै पनि छैन यहाँ अल्छी भएको छैन अल्छी मात्रै होइन नर्भस पनि होइन यो के भन्छ नमस्ते गरिदिनु नाम के हो तिम्रो नाम के बाबु भान्जा बाबु एकराज एकराज ठिक छ सबैले झन्डा बोक्दा सुहाएको छ अरे प्यारोटलाई मलाई प्यारो लाग्छ मेरो देश अब यो मन त मेरो नेपाली हो गुड ठक्कै यो यता चाहिँ बाक्सिला राखा बाङदेल बाहाने यता शेर्पा गाउँ भन्छ यता चाहिँ अनि यता चाहिँ सुङदेल यता धेरै धेरै पर्छ हाम्रो घर चाहिँ यो तलभित्र छ कस्तो भइरहेछ भाउजू मजा डान्स गरौँ दर्शकको पनि आवश्यकता पर्छ त्यही भएर यहाँ दर्शक भएको छु म चाहिँ एकछिन रेस्ट गरौँ भनेको आमा फेरि आइपुगिहाल्यो एकछिन रेस्ट गरौँ भनेको गीत बज्यो कि कन्ट्रोलै हुँदैन कि जिउ के गर्नु गाइस कन्ट्रोल मी गाइस सो स्याड यहाँ अहिले चाहिँ हाम्रो 3 भाइ आएको छन् हेलो थ्याङ्क यू वेलकम तिनजना छ अब चाहिँ हामी जानुपर्ने हुन्छ यति यो भाइ ल अङ्कले नखाने चाहिँ हेरेको जुस शान्ति खोइदिउ झन्दैनीको कोदोको जुस खाएन भने चाहिँ देउता रिसाउँछ है यो चाहिँ हाम्रो पेट्रोल हो यो बिना चाहिँ हामी अधुरो छौँ ठोकानेलाई ठोक्ला है यो ठोक्लाले अगाउँछ पनि मोटाउँछ पनि है खाने बिजुवाले राम्रो बनाऊ हाम्रो पेट्रोल चाहिँ यो हो
म भनेको तीन पाले जिउ कन्ट्रोल भएन मेरो त दुईजना चाहिँ यस्तो अर्ग्यानिकमा है दुईजना चाहिँ यस्तो यो त बनावटी मात्रै यसले त कति घान्ती गर्छ यही ठिक छ भिडियो कि फोटो भिडियो अब हामी चाहिँ हिँडिसकेको छौँ फेरि यहाँ खाजा साजा खाएर पनि हाम्रो टोली टोली मुभ भइसकेको छ यता म तक्लुमा चस्मा हेट खतरनाक आङहरी खर्का प्यारोट हाय मोदी मोदी धोक्चिकी मृग छ थार छ धोक्चिकी समासम्म धोक्छ कि आङ्ने यहाँ चाहिँ आमा छोरी बाउ आउँदैछन् आमा छोरी होइन बाउ आमा छोरा मेरो बोयफ्रेन्ड यहाँ छन् यिनीहरू बोयफ्रेन्ड सादा दिम यो असार साउनमा चाहिँ मानिको टुसा खानु पर्छ अहिले चाहिँ यस्तो गाडी छ यो डाँडाबाट आएको हामी चाहिँ यहाँ यस्तो चिल्ले बनाइसक्यौँ नाचेर पनि होइन दाजु फर्स्टमा नाच्नु चाहिँ हामी होइन एकदम खतरनाक खासमा दाजु भन्छु मेरो अङ्कल पर्नुहुन्छ कि अनि ठ्याक्कै हामी त्यस्तो एक राउन्ड हानिसकेको छौँ यहाँ माथि ढुङ्गामा प्यारोटहरू अब चाहिँ हामी यहाँ एक झपको खाजा खाएर चाहिँ त्यहाँ हो बानी पुग्नु पर्ने हुन्छ मलाई कन्ट्रोल भइरहेको छैन कि गाई त्यो चाहिँ पुरा व्यवस्था यस्तो के भन्छ यसलाई प्यानल स्यानल बोकेर हिँडिसकेको छु म हाम्रो बजाउने यहाँ छ आमा यस्तो एकदम व्यवस्थासँग हिँड्नु पर्यो नि गाइज अब हाम्रो खाजा त्यस्तै छ है उसै खाजा कस्तो छ भनिदिनु बबाल होला म त चाहेको छुइनँ स्यान्ता ठाउँमा पनि बाँच्नु थाल्छ नि मिठो रहेछ खाजा कसले ल्याउनु भएको यो खाजा सबैलाई धन्यवाद हाम्रो गन्तव्य चाहिँ त्यहाँसम्मको साथीहरू अब हामी चाहिँ सुरु भइसक्छ बाँड्नु यो परनिर हो है अब रोटे रोट छ गाइज यहाँ चाहिँ देवी देउरालीलाई ढोक्ने कार्यक्रम हुँदैछ यो चाहिँ ढुङ्गालाई भनौँ भने देवी देउरालीलाई पुजेको हाम्रो देवी देउरालीलाई फुलपाती चढाएको किराँत राईहरूकोमा चाहिँ यस्तो देवी देउरालीलाई ढोक्ने चलन छ गुड रिस उठेर आयो मलाई त अन्त नि प्यारोदेखि त भाउ खोज्ने मान्छेलाई हेलो हाई मिल्नु अलिअलि टाटा बाई बाई के भन्नु के भन्छ कसो यहाँ उल्टो भन्छौ त यस्तो रमाइलो हामी चाहिँ आइपुगिसक्यौँ हामी चाहिँ फाइनल्ली बाहने आइपुगिसक्यौँ गाइजहरू तर अझै पोखरी चाहिँ पुग्नै बाँकी छ यस्तो ठाउँमा आइपुगेपछि के गर्नु र गलेर हुर्मत हुने रहेछ मान्छे अब चाहिँ हामी यो यता देखिएको डाँडाबाट यता हुँदै यो ओह्राली हुँदै जाने हो हामी आएको चाहिँ यहाँबाट हो यहाँ बिहिबारे हाँसबाट आएको यता पऱ्यो बाक्सिला फुटबल ग्राउन्ड धेरै टाढो छ यहाँबाट यता पऱ्यो ऐसिलु खर्का हाम्रो टोली चाहिँ यता हुन्छ यता टाढा चाहिँ बब्बाल छ गाइजहरू हामी चाहिँ बाहानेबाट अब केरुङ हुँदै उता ढुङ्गे चौरी के भन्ने ठाउँतिर हुँदै जानु लागेको गाइजहरू यता गाईहरू हुनुहुन्छ है
बाहने पोखरीको असली रूप यस्तै छ, ठुलो छ। लेकमा जसरी गइबस्छु चलन मस्तले आनन्द पटिलोपट्टि र ज्यादै 5 मिनटको विश्रामपछि लाग्दैछौँ उकालो मेरुङतर्फ। यहाँ चाहिँ गौतम बुद्धको फोटो बाटो खोइ बाटो इज भेरी भेरी खतरनाक। अब प्यारट अङ्कल मलाई यहाँ हेर्नु न कस्तो खालको काँडा हो यो। छ्या ल ए फेरि यहाँ पनि त्यस्तै अङ्कलले ल आया बचाऊ अङ्कल। घरै थिएछ नि त। हुन्छ दाइ भिडियोको सालेसी अर्गानिक। यसको नाम के हो रे? यो लेकमा पाइने के हो के हो यसको नाम? जङ्गली अङ्गुर। त्यो भिडियोको जान्छ नक्सबाउनु म त चबाउँदै खाइदिएँ। लेकको चिजहरू यस्तो हुन्छ है। सालेसी हामी चाहिँ झन् 1 घन्टाको पैदल यात्रापछि मेरुङ आइपुग्न लागि छ। यहाँनिर छ मेरुङ चाहिँ यहाँ नजिक घरहरू देख्न थालेको छ। हामी चाहिँ यहाँ खाजा खाने ठाउँतिर आइपुगेछौँ। अब फेरि खाजा खानु पर्ने हुन्छ कि एकचोटि यस्तो खालको मेरो डान्स गुड। मलाई त लास्टै गाह्रो खुट्टा पोल्नु थालिसक्यो यहाँदेखि हो। अब अम्मो टोम्बाको भाडा हुक्का भाडा बल्ल आइपुग्यो। अलिकति अब सास आउने होला यार। बस्नु हुँदैन अरे टाउको दुख्छ अरे भन्छन् त। हरियो मकै खान पाइने कार्तिकमा पनि अरू त हेर्ने सम्झिने पानी छम्किने लुखा रामदाई। पारस र आज भाइ यता बस्छ। आलु लिएर बस्नु न भाइ। केलाउनु गाह्रो भयो त हो खोइ त खोर्सानी। आलु खाइने छ। आलु बिउ 200 रुपियाँ केजी। यो चाहिँ हाम्रो खाजा खाएको छैन अब खाने मेरुङमा लाजले खस्यो। यो घरमा खाजा खाएर टक्क हिँड्नु लागेको छौँ है गाइजहरू। आलु खाइयो 200 रुपियाँ पातीको 2 पाती। मेरो यो चाहिँ गाइज म बोल्नु सकिरहेको छुइनँ त्यही भएर म बोल्दिनँ है। अब हामी चाहिँ हिँड्यो है। मेरो यहाँ त्यहाँबाट फोटो खिच्नु मिल्छ 145 मिनट। आज चाहिँ हामी बाहने मेरुङ केरुङ घुमेर अब ढुङ्गे हुँदै घरतर्फ लागेको छौँ। आजको हाम्रो भ्लग चाहिँ यहीँ अन्त्य हुनसक्छ। त्यसो नभन न अन्त नि यहाँ चाहिँ कसरी अन्त्य हुन्छ नि होइन के हो एडभान्समै भनिराखेको। यहाँ चाहिँ अन्त्य हुन सक्दैन गाइस। नो नेभर सो स्याड। हामी गरौँ न हामी यहाँ कस्तो राम्रो कस्तो लाग्दैछ आज सुगा? एकदम बब्बाल बब्बाल। यस च्या मलाई प्यारटले स्पेसल फुल बनाइदिएको है। थ्याङ्क यू सो मच। जङ्गल चाहिँ बब्बाल छ। यो जङ्गल चाहिँ एकदम बब्बाल छ। एकदम डर लाग्छ। तर यता हुनुहुन्छ हाम्रो टिमहरू। हाम्रो टिम चाहिँ
यसरी गइरहेछौँ हाम्रो घरतिर फर्किँदैछौँ गाए चाटु। हामी चाहिँ अमाजोनको जङ्गलमा छौँ अमेरिका हिँडेको 7 दिन हिँडिसक्यौँ। अब अझै 15 दिन हिँडेपछि मात्रै हामी अमेरिका पुग्नेछौँ। के अरे ढुङ्गे आइपुग्न लाग्यो गाई छ बब्बाल ठाउँबाट उता छ घाम सनसेट कस्तो राम्रो म यहाँ कम लड्छौ त ठुटकुमारी बब्बाल छ ल यता हेर फुलकुमारी ल गुड यता झर्नु यता ढुङ्गाको बाट यहाँ ढुङ्गाको बिचबाट लिएको फुल चाहिँ यस्तो हुन्छ एकदम बबाल छ। हामीलाई चाहिँ रात परेर यसरी फुलसँग हिँडिरहेको छु तर पनि रात पऱ्यो। तर भिडियो उज्यालो देख्दो रहेछ कि हाम्रो अब अन्तिम खाजा खाने कार्यक्रम हुँदैछ। खोलिदेऊ हेलो गाइज हामी चाहिँ अब यो खाजा साजा खाएर रात पनि परिगयो अनि यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।